आज चाहिँ हामी लिङ्गिङ टार आएको छ होइन। यहाँ चाहिँ रम्फूबाट चाहिँ झन्डै 1 घन्टा जस्तो लाग्दो रहेछ, तर बाटो चाहिँ एकदम खराब, धुलै धुलो। यो भिखारीलाई पनि लिएर आएको छु हो। अगाडि जग्गा किन ठुलो भिखारी अनिस भिखारी। ल गाइस, यहाँ चाहिँ हाम्रो शान्ता कुमारी लिम्बू। यता हेर न शान्ता हो ओ गरिबी। ल हामी चाहिँ यहाँ आइपुगेको छु। चामल दिनु चामल भात बसाइहाल्नु चिसो हुँदैन के गर्नु पहिला भात त 3 बजीतिर मात्रै हो नि। त्यो सबै गर्नु न त सेक्वा चाहिँ गरौँ न जुङ वासरुम पुरा पिसा भयो। यही गर्न पिसा हैन अन्त सेक्वा चाहिँ के बनाउनु जालीमा जाली उही छ त भरे चाहिँ राखिदिनु पर्छ। त्यो जाली लिएन भाइ भाइ के भएको भाइ बाबा के कुछ गर्नु नि बन्द गर्छ ल के हो कसो। ल यहाँ चाहिँ झिरको लागि चाहिँ उ तारहरू खोल्दैछ यहाँ। पक्नुस् न भने यहाँ दिनु कामै छ त है। अझ हाम्रो हेड सेफ यता हो। हाम्रो चाहिँ आज चाहिँ झिर चाहिँ लिनु नपाएर चाहिँ आज चाहिँ यहाँ झिर बनाउने यता यसले त प्र्याक्टिस गरेर पहिला गरेको हो क्या आरनमा है। हो पहिले नहुँदैन अन्त शान्ता ए यता पो है शान्ता त। शान्ता के भन्नु छ आजको दिनमा? अहिले भन्नु त हैन लाज चाहिँ लाग्छ। यसमा र यसमा के फरक छ होला लु भन्नुहोस् त साथीभाइ हो। यता चाहिँ हाम्रो ड्राइभर दाइ रक्सी नखाए पनि भरे अब राम्रै गाडी त कुदाउनु पऱ्यो नि हो। यता चाहिँ अब आरनमा काम गरेको अरे पहिला पनि अब झिर बनाउँदैछ। केटा तर ह्यान्डसम छ कि अलिक हाँस्दा चाहिँ अलिकति कता कता होइन। हाम्रो अन्त हेड सेपको चाहिँ यता सेकेन्ड हेड सेप प्याज कटिङ हेरिहाल्नुहोस् होला। आँखा चाहिँ दरकार दियो यस्तो घरमा त प्याज कहिले काटेको छैन अरे रुममा र यहाँ चाहिँ काट्नु परिरहेको छ है। यहाँ धेरै होला कटिङमा चाहिँ तेलले करे यो दियो बालले तेल लिएको ओ तिमीलाई किन उठायो के भयो जोले चाहिँ रुमबाट एउटा प्याजहरु पुगेछ नि त्यो मान्छे कुरा गरेको हैन फेरि जोले चाहिँ एउटा पनि प्याज पुगेछ नि पिकनिक लागि त्यस्तो मान्छे कुरा गरेको हैन। कसले काहे त आफ्नो उपर पनि ल्याउ न हिन्दी छ त अन्त क्यामेराको अगाडि हिन्दी हैन है। ल हुन्छ है यहाँसम्म त पलाउ यहाँ पेन्ट भाइ किन तेलले दिनु नि मलाई धन्जो बनाउने लामा हो। गाइस यहाँ चाहिँ मासु कटिङ हुँदैछ सुँगुरको मासुमा। एकपल्ट गाना गाइदिनु सुँगुरको चेस गरौँ ल। त्यो त ठिक छ ओइ अझ अर्को गर्नु सजिलो हुन्छ नि त है। टाउको दुखेर बेलुका पुरा माटेको थियो अरे कि आज त पुरा ह्याङ भइरहेको छ बिचमा हेडसेटको त मालिस गर्नु परिरहेको आफू त केही जान्दैन खानु मात्रै पल्लोपट्टिमा आगो फुक्ने फुक न किन दुईपट्टि चाहिँ के सोधेको त दुःख चाहिँ पाउँदैन यता बिहा गऱ्यो भने चाहिँ है। अबै बस्तीको प्युर बस्तीको अलिक त्यो मुख छान्ने बानी चाहिँ नराम्रो छ कि ओ पड्किन्छ हौ त्यो उयो छ तिमी होइन लाइटर हालेको यसले कुन चाहिँ लाइटर पुग्नु सक्दैन पुग्नु जाँदैन त्यो डल्लै बोल्नुपर्छ
मासु बोकेर राखिदिन्थ्यो है हो ठुल्ठुलो पिस गर्ने र सानो यो गर्दाखेरि सबै उयो हुन्छ यता सर फेरि यता चिकन चिकनको चाहिँ किन हाल्ने यो पक हो पक के हुँदैन हाल्यो भयो नुन त हाल नि त नुन चाहिँ कहाँ छ नुन चाहिँ हुनु पर्यो नि नुन पहिला त्यो त प्लास्टिकमा छ भाइ लडाइ पर्छ दुईजना हान भाइ बोल्नु के दाजु ल आइज है भाइ म त म त रेडी छु ए धुनु त यो पनि धोएर अझै कति हाल्नु भन्नु न बोल्दैन त अन्त बाबा भाइ हात चाहिँ धोइ हेर्दा हेर्नु नै हो 11 बज्नु आँटेको आउँछ मोरे हो झ्या आधी 15 मिनेट हो पाने त उता त अगाइछ पानीको त सुनेको है ल्याम्बो होइन हौ जाउँ न मासु के धुनु पर्ने हो हो मासु खाँदैन है उ ल भन्दैछ उता पुरा धरिराख्छ मासु खाँदैन होला अघि जाँदा आधी केजी पैसा खाइहाल्यो जाँदा अन्त के खायो अब हेर्नु नि जहाँ त न्यु खोजेको हाउडा हाउडा कुरा नगरे शान्ता गरेको जो जो मासु धुइकिन ल अब चाहिँ यहाँ चाहिँ पानीको एकदम प्रब्लम भयो होइन आरिटारमा चाहिँ पिकनिक खेल्न आएको पानी नै छैन पानी खोजेर पानी भेटेन पानी चाहिँ कहाँबाट जुगाड गर्ने अन्त अब ल यहाँ चाहिँ क्याम्पिङ पनि हुँदो रहेछ होइन कसरी हो यो चाहिँ मलाई केही थाहा छैन है यसको बारेमा चाहिँ यहाँ चाहिँ सुरु हुन थाल्यो अब रोस्ट सेक्वा अन्त बिचको हटा टाढो फर्स्ट टाइम आएको र यस्तै हुन्छ क्या पोल चाहिँ उयोले ढुङ्गाले चाहिँ फेरि याद गर्दा बाटो हिँड न अर्को हिँड सबै सिकाउनु पर्छ भएको तुला पनि बिग्यो अब खायो अब चाहिँ राख्नुमा टक्कै अब त्यो भयो नि त तिनटा लिबो त्यो ढुङ्गा हातले यसरी सारा त उयो त ओइ सुन्दरवन छ त यता त रानीवन सुन्दरवन अब काट्नु पर्ने छ पोज देऊ न अन्त जान्टा एउटा मात्रै बसेर हुन्छ यस्तो गर यसरी ब्याङ्गै जानु पर्यो नि सबै मै गर्नु भए त म एक्लै आउँथेन यसो गर तिमी यसो गर हेर न महिला टकटकायो जाम पाटेले नखादा यो कोइला हेर न हौ कोइला हो कि मासु हो यो चाहिँ? मसला खोइ छैन उयो त भएको त त्यही त भनेको त पाकेको छैन हुन्छ हाल दिइहाल्नु यस्तो भोकाको मान्छेहरूलाई दिइहाल्नु त धर्मै हुन्छ बरु त्यस्तै हुन्छ मासु सुँगुरको मासु अझै खाने होला कस्तो भएछ काचै खान्छ त केटाहरू तरै हो रातै छ त मुखमै चढाउनु भयो कुरु खान हो मासु हो पाएछन् हौ रतन ल हाम्रो चाहिँ पिकनिक चाहिँ सकिएको पानी पनि छैन रहेछ के गर्न अब रुममा गइकन पकाइकन खान्छु अब होइन छैन हौ बाटो के भएको यहाँ चाहिँ सर्टकट चाहिँ कहाँ छ यो बाटो चाहिँ खोइ एउटा बाटो देखेको छैन फाँड्दै हिँड्नु आरिटारबाट हामीले पिकनिक नखाइकन आयो लास्टमा चाहिँ रतन भाइको रुममा अब पकाउँदै खाइरहेछ त्यो साथी हो पिकनिक गएको थियो पानी छैन पानीको भेल्यु अब त बुझिहाल्नु केटाहरूले यहाँ चाहिँ सुँगुरको मासु यहाँ चाहिँ कुखुराको पोल्ट्रीको मासु यो चाहिँ सुँगुरको मासुको कुक यो चाहिँ भातको कुक कुन चाहिँ खानु म चाहिँ के अरे चिकनको कुक कुन चाहिँ अर्को चाहिँ यो चाहिँ रक्सिया नम्बर 1 चिकन बनिँदैछ यतापट्टि चिकन फ्राई
मान्छेहरू चाहिँ त्यहाँ बसिरहेछ अल्छीहरू अप्पे हाल्दै भिडियो भने त रुम मालिकलाई हेरेको भने त मैले बोले चाहिँ बिजी हो नाइट हेरेर नाइट होइन हुन्छ बिर्सिँदै नि उनीहरूले लाइट अन गरेको मलाई याद गर्दै चाहिँ म उसलाई देखिए सस्को मलाई नि त्यहाँनिर मुखमा ल्याप्पै के पराइ भन न अब लिब्रो निकालेको भन्नु आँटेको थिएँ कि तर भिडियो नि त यो मान्छेको त भ्याउ त भिडियो छ मात्रै के जाँदा यता यता यो चाहिँ मेरो बेबीको लागि हो देखियो लभ यु अलवेज जाने मान्दैन हराउँदैन लु फाइनली अब चाहिँ खाना खान आँटेकै भात यो चिकन अब चाहिँ हामी चाहिँ खाना खान आँटेको चिकन राइस पर्क राइस लामा भाइ स्पष्ट बोल त बुझ्छु त कहीँ गर्छु न त जो मान्छेको मुख लागेको धरामा चाहिँ मलाई सिकेको छ हुन्छ साग मलाई दिनु साग मात्रै देख्यो नि त्यसलाई बिचारालाई मासु दिनु नि अहिले फेरि कुरा अन्त खोइ खा होला खाना तिमीलाई के थाहा सानो अहिले किनकि भयो अब त्यसको बजिहाल्यो पढिहाल्यो अघि भातै बनाइदिनु मैले है सधैँ भोलि नभए खाना ल अब म भोलि खाना बनाइदिन्छु नबना होस् अब यहाँ यत्रो खबर भयो होइन खानासाना खाएर अब चाहिँ सुत्नु गएको ल ए हजुर यो खाना त यो सकिहाल्छ मासु खान्छ अहिले अरे चिकन यही छ त अन्त पढाइ बाबु आउनु न आउँदै ए हुन्छ आउनु न आज चाहिँ फाइनली पिकनिक सिक पनि सक्यो लाडाको पिकनिक पानी नभए काठ अब यसरी कुटा खाने कुरा गर्छ नि त हो लु 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 शान्ता वान सेकेन्ड अम्बो 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 तिम्रो कुरा मानो यो मुठोमा तिम्रो दागु लागेछ सके नि यति साह्रो बेजती चाहिँ कसैको पनि भएको थिएन होला चिया